गुड इभिनिङ गाइज, म रोशन है। मलाई धेरैजनाले सोध्नुभयो क्या, दाइ तपाईँले चाहिँ तपाईँको कन्टेन्ट मोनेटाइज भइसक्यो तर पनि तपाईँले चाहिँ ब्लुटुथ लिनु भएको छैन, किन हो भनेर होइन। आज म तपाईँलाई त्यही कुरा सिकाउँछु होइन। त्यो चाहिँ तपाईँहरूले फेसबुक लाइटबाट पनि ब्लुटुथ लिन सक्नुहुन्छ, फेसबुकबाट पनि लिनुहुन्छ। त्यसको लागि चाहिँ फेसबुक लाइटमा जाने र तपाईँको फेसबुक चाहिँ सधैँ प्रोफेसनल मोडमा अन हुनुपर्छ है। त्यसको लागि चाहिँ प्रोफेसनल मोडमा अन हुनुपर्छ र त्यसको लागि चाहिँ तपाईँ जाने तल हेर्नु। यदि तपाईँ भेरिफाइड गर्ने लायकको हुनुहुन्छ भने तपाईँ सबै क्राइटेरिया पुरा गरिसक्नु भएको छ भने तल यस्तै टिक आउँछ, ब्लुटुथ आउँछ होइन। ब्लुटुथ आउँछ, ब्लुटुथमा क्लिक गर्ने। त्यसपछि यसमा पनि धेरै प्रकारको हुन्छ है। यसमा चाहिँ अब तपाईँको सबैभन्दा सस्तो आउँछ स्ट्यान्डर्ड होइन। स्ट्यान्डर्डमा चाहिँ तपाईँले के बेनिफिट छ भनेर तल लेखेको छ होइन। यो मजाले पढ्न सक्नुहुन्छ। यसको लागि माथि कति पैसा लाग्छ त्यो पनि लेखिएको छ 1 महिनाको लागि होइन। अनि त्यसपछि प्लसमा हुन्छ, यसमा के तपाईँको चाहिँ बेनिफिट छ त्यो गर्न सक्नुहुन्छ हेर्नु। त्यसपछि आउँछ प्रिमियम होइन। यसमा पनि के बेनिफिट छ भनेर त्यो कुराहरू यहाँ लेखेकै छ, मजाले पज गरेर पढेर गर्न सक्छ। त्यसपछि आउँछ लास्ट म्याक्स होइन। म्याक्समा चाहिँ मेरो अब के गर्ने, मेरो दुइटै भएर चाहिँ ल त्यहाँ कन्टिन्यू गरेँ मैले। फेसबुक मात्र मलाई ब्लुटुथ चाहियो होइन। त्यहाँ प्राइस लेखेको छ यति डलर लाग्छ भनेर। त्यसपछि त्यसमा चाहिँ ओके गर्ने। ओके पछि आफ्नो तपाईँले चाहिँ जुन ब्याङ्कले पनि होइन डलर कार्डहरू दिइरहेको छ, डलर कार्डहरू लिन